हेलो गाइस, नमस्ते सबैजनालाई। मेरो युट्युब फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। मैले त एकदम धेरै दिनको बादमा युट्युबमा भिडियो बनाउँदैछु है। हजुरहरुले हेरिदिन्छ भनेर पूर्ण आशा राखेको छु। मैले त युट्युबमा एकदम ग्याप गरेको थिएँ हैन भिडियो हाल्नु। अब चाहिँ म युट्युब पनि सुरु गर्दैछु है। अनि हजुरहरुले सबैले साथ सपोर्ट माया गर्दिनुहुन्छ भनेर पूर्ण आशा राखेको छु। अनि म चाहिँ अहिले भर्खर उठे है। उठेर चाहिँ अनि अब मुख सुख धोएर अनि त्यहाँ पूजा गर्छु अनि तल किचनमा जान्छु गाइस। अब मुख धुन्छु ल। हाम्रो चाहिँ अब जरुकमा चाहिँ पानी एकदम चिसो भइरहेको छ हो। चिसो छ तर पनि म चाहिँ मुख चाहिँ चिसै पानीले धुन्छु गाइस हो। अब ब्रस गर्छु। यस्तो चिसो छ कि पानी अब हात आउनु सक्दैन। तर पनि म चिसो पानीले मुख धुन्छु बिहान र बेलुका चाहिँ। कक्क भइहाल्नु साथीहरु। पूजा गरिहाल्छु है त। पूजा गर्छु ल पहिला। ल गाइस, म चाहिँ है पूजा गर्दा गर्दा अघि मेरो स्टोरेज फुल भएछ हैन। स्टोरेज फुल भएको कारणले मैले भिडियोहरु पुरा गर्न सकिनँ। अब चाहिँ म रुमदेखि अब तल किचनमा जान्छु। गेस्टहरुलाई ब्रेकफास्ट दिनुपर्ने हुन्छ हो। मजाले ढिलो उठेन पूजा गर्दा फ्रेस हुँदा ढिलो भइहाल्छ हो। अब चाहिँ मैले पूजा गरेको पुरा भिडियो त बनाउनु पाइनँ, कम्ती मात्रै भएछ किन मेरो फोनमा आइफोनको चाहिँ यही खराबी हो। महँगो दाममा किन्छ हो, स्टोरेज फुल। अलिकति फोटो भिडियो भयो भने स्टोरेज फुल भइहाल्छ। ल साथीहरु, म चाहिँ गएको अब डाइनिङमा। ल गाइस, म चाहिँ यहाँ आउनु ढिलो भएछ। हाम्रो भाइ लोग ने ब्रेकफास्ट खा लिया? हो गया ब्रेकफास्ट कंप्लीट? हाँ, कैसा हुआ? बहुत अच्छा है, लेकिन मैं पूरा नहीं कर पाया। क्यों? रात में ज्यादा पी लिया? ब्लैक पेपर ज्यादा डाल दिया। ओ, इसलिए। कैसा लगा भाई? अच्छा लगा। अच्छा। दिन का खाना कैसा था? दिन का खाना बढ़िया था। अच्छा। डिनर? दिन का रात का अभी का बढ़िया। बहुत अच्छा था। सब बढ़िया था। थैंक यू। ल गाइस, म चाहिँ आइपुग्यो हाम्रो डाइनिङमा हो। आज चाहिँ अब यहाँनिर पहिला म चाहिँ निम्बु पानी खाने गर्छु। यहाँनिर मेरो बुढाले निम्बु पानी रेडी बनाइराखेको छ। निम्बु पानी खाएर त 1 लिटर पानी पिउँछु, त्यहाँदेखि रुम सफा गर्न जान्छु।
ठुला चाहिँ हेलो भन्नु अब मैले युट्युब स्टार्ट गरेको फेरि आज हेलो गाइस हाम्रो चाहिँ आज ब्रेकफास्टमा चाहिँ एडी भन्छ दादा यसलाई एडी बनाएको छ हाम्रो आजकल यहाँ छ भाइ यता हेर्नु उही डरछौरा जङ्गली कुकुरहरू खेद्दा फेरि त सानो कुदेर आउँदैन यो कुदेर आउँछ यता हेर्नु भाइ हेलो भन्नुहोस् गाइस फाइनली म चाहिँ रुममा आइपुगेँ रुम मिलाउनु पर्ने छ रुम यस्तो भइरहेछ अब यहाँनिर म बेडसिटहरू टक टक चेन्ज गरिहाल्छु अनि त्यहाँदेखिको 2टा रुम मात्र हो मिलाउनु पर्ने हो अनि यहाँ पनि यस्तो भइरहेको छ हिजो गेस्टहरूलाई रुममा खाना दिएको थियो बेडसिटहरू त मैला त गर्दैन रहेछ है हो अन्त बहिनी 2टा सिरा खोल्नु ले ल अब म रुम सफाइ गरिहाल्छु साथीहरू है मेरो यहाँ गोलकिस देख्नु सक्नुहुन्छ यो चाहिँ मैले दार्जिलिङबाट ल्याएर रोपेको यस्तो सानो थियो हो यत्रो भएको छ अहिले यहाँ यो चाहिँ मेरो प्लान्टहरू हो यहाँको त भन्नुहुन्छ भने सबै परेवाले ठुकेर खत्तम बनाइदिएको ल गाइस अब रुम सफा गरेर भेट्छु ल गाइस हामीले चाहिँ दिउँसोको लन्च गर्न आँटेको छौँ होइन यहाँ चामल आज चाहिँ हाम्रो सब्जीमा छुर्पीको झोल हाम्रो कालीले भात दिँदैछ यहाँ हाम्रो ठुलो दाजु अब चाहिँ हामी खाना खाएको आजको भिडियो यहीसम्म थियो आए हजुरहरूलाई मन पर्छ होला मन पऱ्यो भने लाइक शेयर कमेन्ट गरिदिनु बाई बाई